हेलो गाइस जर्सी डेले म आउँदैछको तपाईँहरूलाई फेरि पनि मेरो ब्लगमा स्वागत छ। आज चाहिँ मैले छुट्टी कसरी बिताउँछ र अनि छुट्टीमा कहाँ जान्छ र के खान्छ भन्ने मेरो देखाउनु गइरहेको छु तपाईँहरूलाई हैन। तपाईँले हेरेर साथ दिनु होला भन्ने अनुरोध गर्दै मैले भिडियो गर्नु गइरहेको छु। साथीहरूले हेरेर साथ दिनु होला। मेरो फेसबुक पेजमा फलो गरेको छैन भने तपाईँले फलो गरिदिनु होला। लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। मेरो युट्युब च्यानल पनि छ, युट्युब च्यानल गएर सब्सक्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दै अहिलेलाई राख्न चाहन्छु। हस्त धन्यवाद। Without a tear, without a cry, just to see you once face to face, stand together in a crowded space. बुढो चाहिँ किन नजानु भन्ने थियो कि के भाइ हामी कुन ठाउँ जाने रे? नाम के रे? हिन्दी कुरा हिन्दी कुटा नाम पनि अनि खनेर हिन्दी कुरा बड़ा पानी है ना, पानी नीचे, पानी नीचे ऊपर जाना है ऊपर नहीं है, पानी नीचे। ठीक हो पानी नीचे है हिंदी को हम लोग जाना ऊपर है ना, नीचे नहीं ना। मंदिर जाने है तो ऊपर जाना है। हामी चाहिँ गुम्बाबाट आज घुम्नु हिन्दी बुढा भन्ने ठाउँमा गइरहेको छ कनेटाको साइडमा। म धेरै दिन भयो बाहिर ननिक्लेको, आज यसो बाहिर निक्लेर ब्लग सलग बनाइदिउँ भनेको। बाहिर हुन्छ Doing fine. One fleeting glance right out the blue, just to see you. हामी चाहिँ अब चाहिँ टक्क आइपुग्यो होइन। जक्सनमा आइपुग्नु लाग्यो। यो मथियाली जानुपर्ने छ हाइकिङ गर्नु। ल हामी चाहिँ अब Stand together. ल हाम्रो चाहिँ यहाँ शिवजीको त्रिशूलसँग पहिलो भेटमा दर्शन भयो। यहाँनिर नागको रहेछ के को पैदा लसुन रहेछ। यहाँ आइपुग्दा फर्स्टमा यो भेट भयो। त्यसपछि यस्तो छ ठाउँ यो भन्दै थियो। यो चाहिँ कति रहेछ बस्ने जग्गा चाहिँ हामीको। अब फाइनली हामी जक्सनमा आइपुग्यो। हाम्रो गन्तव्यसँग टक्कै आइपुगे साथी हो होइन। हामी चाहिँ यहाँ एउटा मन्दिर रहेछ। यो नि शिवकै मन्दिर हो लगभग। वाउ हावा चाहिँ दामी आयो है यहाँबाट चाहिँ। वाउ ल शिव मन्दिर पछि चाहिँ हाम्रो दादा देख्यो जोस हाम्रो मन्दिर आए जस्तो लाग्दैछ मलाई होइन। फेरि ध्वजाहरू दिनु साथै पुरा आफ्नोपन ऊ हुँदो रहेछ क्या, फिल हुँदो रहेछ। त्यही कारण केटाहरू आउँदैछ उताबाट होइन। वा ध्वजाहरू अब यहाँबाट रात्रि रहेछ जानुपर्ने ठाउँ है। यहाँ चाहिँ खै के गरेको, यहाँ गुरुमुझेर छ। म बेचा घुर्पे बसिदिउँ। ओए यता उता होला हौ। खै केटाहरू कता गयो कि? ए यता रहेछ ऊ केटाहरू जाँदैछ हाम्रो साथीहरू। बाटो चाहिँ यस्तो रहेछ त्यो राम्रो। म्युजियम रुचाउने यहाँबाट तपाईँहरूले दामी छ ठाउँहरू साउथ साइड होइन। यस्तो चाहिँ ढुङ्गै ढुङ्गा रहेछ जाने ठाउँ।
एकदम केटाहरू हिँड्दैन अब के गर्दैछौ केटाहरू झन्न धेरै झन्न केटाहरूलाई आज म चाहिँ झन्न देखाइदिनु पर्यो हेर ल यो चाहिँ पृथ्वीको जन्नत है वाउ बर्थडे चाहिँ धनिया गर्दैछ साथीले भइसक्यो चाहिँ अब असली खतरा मेन खास के हो खतरा खतरा भयो चाहिँ यो खतरा भएछ आम्बो यहाँनिर ल आज चाहिँ हामी चटपटे पार्टी ग्यास साउन्ड पनि बेसी हुन्छ होला हुँदैन अहिले त पाठै गर्छस् कि हुँदैन बेसी हुँदैन यो हुँदैन झन् ज्यादा भयो त्यति राम्रो यिनीहरू ओ हाम्रो फेरि साथीले यस्तो मिठो दालले खाइरहेको छ वाउ कस्तो छ टेस्ट हो सो स्विट हो कि के हो सो डेलिसियस ए यतातिर फेरि आम्मा तिम्रो कटाइ हेर्न कटाइ वाउ हालेको आम्बो तपाईँले देख्नु सक्नुहुन्छ वाउ मुखबाट पानी आएन एक दुईजनाको त दुई तिनजना त खुब निल्दै होला यतिर गाङजुङ आम्बो आज फेरि दाजु गाङजुङ आज त के हो नि 5 स्टारको होटेल फाइभ स्टार होटेलको के हो चना चटपटै बनाउँदा हाले के हो एकदम सुपर डुपर वाउ आजको चना चटपटी चाहिँ डह्रो जाला जस्तो छ है उहाँको फेरि देशी गोलायो भने फेरि आम्मा खानेहरू चाहिँ यहाँ यता छ कोही यता कोही पर छ है यता पनि छ यता लालु यी त फिसी ओके छ ल केटा खाउँ चना चटपटे खाउँ दामी भन्ने छ ल